हेलो गाइज, वेलकम टु माई फर्स्ट मिनी ब्लग। आजबाट चाहिँ म र मेरो दाइहरू मिलेर भिडियो बनाउँदैछौँ। सबैजना भाइरल भइरहेका छन्, हामी पनि भाइरल हुन्छौँ कि भनेर भिडियो बनाउन लागेको। भाइरल हुन्छौँ या हुँदैनौँ त्यो पछिको कुरा हो। भाइरल भए पनि नभए पनि बनाइदिउँ न त भनेर त्यही सल्लाह गर्नको लागि म जाँदैछु दाइको रुम। भिडियो बनाउने छौँ, सँगै भ्लग पनि बनाउन त भनेर ट्राई गरिदिएको। बाटोमा भेटेर हामी दुईजना लाग्यौँ दाइको रुमतिर। हामीले भिडियो बनाएपछि कस्तो होला, राम्रो होला कि नहोला, भाइरल होला कि नहोला भनेर हामी दुईजना कुरा गर्दै लाग्यौँ। दाइको रुममा पुगेर हेर्दाखेरि त सबैजना आफ्नो तालमा, कोही सुतेर मोबाइल हेरिरहेका छन्, कोही बसेर मोबाइल हेरिरहेका छन् र कोही भर्खर उठेर मोबाइल हेरिरहेका छन्। म पनि के कम भनेर मैले नि गएर चस्मा लगाइदिएको। हिरो जस्तो देखिए भनेर त भन्दैन, म अलिअलि भए पनि राम्रै देखिए जस्तो लाग्यो आफ्नै मनमा। यही सोचेर चित्त बुझाएँ। यिनीहरू भने फेरि आफ्नै पारामा के गरिरहेछन्, के गरिरहेछन्, मोज मस्ती गरिरहेछन्। मोज मस्ती गरेर त भएन भनेर हामीहरू बस्यौँ कापी प्यान लगेर स्क्रिप्ट लेख्न। स्क्रिप्ट लेख्दा हाम्रो दाइ पनि यता फेरि कोसँग बोलेको होला। मोज छ है कसैको जिन्दगी। म्यासेज गरेर भिडियो बन्दैन दाइ, स्क्रिप्ट लेख्नु पर्यो भनेको दाइ त रिसायो नगरी यत्रो आँखा हेरी हेर्नुहुन्छ बा। नरिसाउनु दाइ भनेर दुई भाइ बिना मिलेर स्क्रिप्ट लेख्न लाग्यो। फाइनल्ली गाइज, भोलिको भिडियोको लागि हामीले स्क्रिप्ट लेखेर रेडी गरिसक्यौँ। धौधौ गरेर स्क्रिप्ट सोचेर लेखेर सकियो। अब हाम्रो भिडियो भोलि सुट हुँदैछ। सबैजनाले मलाई माया गरिदिनु होला भन्दै अर्को भिडियोमा भेट्नेछौँ। बाई बाई।